ताप्लेजुङ जिल्लामा अवस्थित सुन्दर पर्यटकीय स्थल तोक्पे गोलाको यात्रामा छौँ। भाग हो यो, उता पानी चाहिँ यो पोखरीबाट उता निस्किनेपट्टिको हो। पानी यो पोखरीबाट निस्कासन चाहिँ यतापट्टिबाट हुन्छ। 2900 मिटरको हाइटमा छौँ अहिले ठ्याक्कै। पोखरी सोधो पोखरी भन्ने पोखरीमा यो मसिनो मसिनो बिचमा पोखरीहरूको छेउमा खेलिरहेको देख्नुहुन्छ। यहाँनिर हाँसहरू, यस्तो हाइटमा पनि हाँसहरू हुँदो रहेछ। सोधु पोखरी चाहिँ यही हो है, एकदमै राम्रो ठाउँ छ। गाउँ बस्ने कुरै हो। अब फेरि कहिले जानुहुन्छ तपाईँहरू माथि तोक्पे गोला? हजुर, तोक्पे गोला त हामी त खास यो खोलाको मुहान, trying to get to the source of this water. यो सक्नुहुन्छ नि 2 बजेतिर जात्रा कहीँ पुग्नुहुन्छ। अनि माथि 6 बस्ने हामी सवारी साधन मार्फत फुङफुङ्गे झरनासम्म आइपुग्यौँ र त्यस पश्चात भने हामी फुङफुङ्गे झरनाबाट पैदल यात्रा सुरु गरेका छौँ। फुङफुङ्गे झरना हुँदै तोक्पे गोलासम्मको पैदल यात्राको क्रममा देखिएका प्राकृतिक सौन्दर्यका दृश्यसँगै पर्यटकीय स्थलहरूको अवलोकन गर्दै हामी अघि बढ्नेछौँ। स्थानीयले नै उठ्न सञ्चालन हो, त्यहाँ बस्नुहोस्। अनि बिहान तपाईँहरू नास्ता गरेर चाहिँ चढ्नुहोस्। तपाईँहरू हिँड्नु सक्नुहुन्छ नि 2 बजेतिर जात्रा कहीँ पुग्नुहुन्छ। अनि माथि 6 बस्ने छ होमस्टे। यताबाट हो त। हेलो, त्यो कति तल क्याटेगोरी यहाँ झरिसकेको तपाईँहरू? हजुर। अनि माथि चाहिँ बस्ने मान्छे नभएपछि अहिले चाहिँ सबै नानीहरू कता कता। नानीहरू त गाउँ बस्ने कुरै हो। अब फेरि कहिले जानुहुन्छ तपाईँहरू माथि तोक्पे गोला? हजुर, तोक्पे गोला त हामी त खासै जाँदैन है। होइन, छोडेर आफूले होइन यो सिजनमा जात्रा बेला चाहिँ जान्छ। सिजनमा जानुहुन्छ होला? त्यति एकचोटि चाहिँ अब त्यहाँ धारा बनाउनु के के गर्नु जान्छ पूजा गर्नुलाई। नभए माथि नै होटेल व्यवसाय छैन। अब यहाँदेखि चाहिँ तपाईँलाई 2 घन्टा चाहिँ लाग्छ। यहाँबाट हाइड्रो पुग्नु कि यहाँदेखि हाइड्रो 2 घन्टा? 2 घन्टा। त्यहाँबाट माथि कति हो? त्यहाँदेखि 5 होला पुग्नु लाग्छ। 5 घन्टामा त पुग्नुहुन्छ होला। 5 घन्टामा तोक्पे गोला पुगिन्छ होइन? फुङफुङ्गे झरनाबाट हाम्रो यात्रा सुरु भई तोक्पे गोलासम्मको रहनेछ। यस बिचमा रहेका रमणीय दृश्यहरूको अवलोकन हामी गर्नेछौँ। Muhan, trying to get to the source of this water.
more beautiful. अब यो पुल तरेर यता बाटो माथि त्यो घाम लागेको रुखसम्म जान पर्ने। अब चाहिँ फाइनली यो पुल तरेपछि चाहिँ घाम देख्न पाइन्छ जस्तो छ। हामी बिहान 6 o'clockदेखि हिँडेको, अहिले अलमोस्ट लाइक 10 भयो होला, 9:55-50 भयो। अब यो पुल तरेपछि चाहिँ we going to that top. क्यामेरामा कस्तो देख्छ थाहा भएन। आँखाले चाहिँ बबालै देखिरहेछ। Getting there slowly to the source of this water. अहिले चाहिँ हामी सुदूरपूर्वी नेपालको ताप्लेजुङ जिल्लामा अवस्थित सुन्दर पर्यटकीय स्थल तोक्पेगोलासम्मको पैदल यात्रामा छौँ। हामी तोक्पेगोला हुँदै सेदु पोखरीसम्म पुग्नेछौँ। अहिले हामी तोक्पेगोलामा अवस्थित सेदु पोखरीमा छौँ। प्राकृतिक सौन्दर्यका दृश्यहरूसँगै रहेको सुन्दर सेदु पोखरी हामी देख्न सक्छौँ।
जङ्गलमा गएको होला होइन तोक्पे गोलाको बस्ती चाहिँ यो तल देखिने हो हामी माथि सोधु पोखरी पुगेर फर्किने क्रममा छौँ होइन तर कसम ढाँटेको होइन क्यामेरा भन्दा चाहिँ आँखाले नै राम्रो आउँछ यो रातो देखिएको छ एउटा गुम्बा जस्तो रहेछ यहाँनिर मान्छेहरू अहिले बस्ती यो पहिलाको फोटोहरूमा चाहिँ चिमले छापेको छाना थियो अहिले चाहिँ पुरा परिवर्तन भएछ टिनको छाना छ बस्ती लगभग यति नै हो यता 1-2वटा घरहरू छ यो दाहिनेपट्टि त्यो चाहिँ यहाँनिर देखिँदैन यो चाहिँ तोक्पे गोलाको एकदमै राम्रो देखिने गाउँ हामीले आँखाले जति देखेछ त्यति सबै तपाईँहरूलाई भिडियो मार्फत फोटो मार्फत देखाउने प्रयास गरेको छौँ यो भिडियो हेर्दै हुनुहुन्छ भने तपाईँहरू पनि एकचोटि